एउटी महिलाले म यसपालि घन्टीमा भोट हाल्छु भनेर आफ्नो घरबाट बोल्दै गर्दाखेरि उसको घरबाट तानेर थुतेर चाहिँ लच्छार पचार गरेर हो छोरा मान्छेले त्यो पनि एउटी महिलामाथि गर्ने व्यवहार यही हो। यस्तो दुर्व्यवहार गर्न मिल्छ एउटी छोरी मान्छेमाथि? कसैकी छोरी, कसैकी श्रीमती, कसैकी आमा, त्यो पनि छोरा मान्छेले क्या। यी गुन्डाहरू, यी अपराधीहरू, मान्छेको मर्जी हो नि भोट त कसलाई हाल्ने भन्ने कुरा। कतिसम्म अपराधिक र कतिसम्म यी तुच्छहरू छन् क्या यिनीहरू। क्या यिनीहरूभन्दा एमाले हुन्छ नि, यो सूर्यभन्दा घटिया त मैले यो संसारमा मान्छे दिएको छैन क्या। यिनीहरूलाई कहिले मान्छे बनाउनै सकिँदैन। यहाँ प्रवेश गरेपछि यिनीहरू अब मान्छे रहँदैनन् क्या। यिनीहरूलाई नैतिकता पनि थाहा छैन, केही नै थाहा हुँदैन। एउटा सुकुम्बासीले हाम्रो धनीपूर्जा कहिले आउँछ के पिपा भनेर सोध्छ, तँलाई म दिन्छु नक्सा, आइज मेरो वडामा आइज, घाँटी निचर्छ, ठेलठाल गर्छ। ल हेर्नुहोस्, सिधा सादी गुन्डागर्दी गरेर जहाँ गयो त्यही गाडीले ट्रक हिँडिरहेको ठाउँमा अगाडि गाडी ल्याएर रोक्छ र मान्छे कुट्छ, ट्रक ड्राइभरलाई कुट्छ, ट्रकमा चाहिँ डङडङ र डुङडुङ हानेर ट्रक तोडफोड गर्छ। ल हेर्नुहोस् त, बाटामा शुद्ध, जहाँ गयो त्यही छ, जहाँ गयो त्यही छ। के आज चुनाव अगाडि यो अवस्था छ, भोलि चुनाव भयो भने सोच्नुहोस् क्या। जति भाइ बहिनी हिजो जेन्दी आन्दोलनमा निक्लेका थिए नि, हरेक भिडियोबाट हरेक अनुहार हेरेर थुती यिनीहरूले नरसंहार मचाउनेवाला छन्। यति कुरा याद राख्नु होला होइन। हुँदा मुस्लिम नेतालाई प्रयोग गरेर के भनेछ भने बालेन शाह आएपछि मुस्लिम समुदायमाथि आक्रमण बढ्न थाल्यो भनेछ। बिचरा त्यो मान्छे, त्यो बालेन शाह जहाँ जान्छ मुस्लिम समुदायमा नि उति नै घुलमिल, सबै समुदायसँग घुलमिल, यति माया सम्मान सबैलाई गर्ने, सबै मिलेर बस्नुपर्छ, राष्ट्रिय एकता हुनुपर्छ भन्ने मान्छेलाई। ल हेर्नुहोस्, एउटा मुस्लिमलाई ल्याएर त्यसरी भन्न लागेछ केपी ओलीले। जबकि बालेन शाहले चाहिँ आफ्नै जमिनमा तराईमा मुस्लिम समुदायको लागि भनेर मस्जिद बनाउनलाई जग्गा दान गरेको रहेछ क्या। त्यो पनि ऊ जमानामाका मेयर हुनुभन्दा अगाडि। सुकुम्बासी नेता काठमाडौँबाट लगेर हेर्नुहोस् त, यो मान्छेले कति दुःख पाएको छ, लु भन्नुहोस् भनेर त्यति तुच्छ। सुकुम्बासीको समस्या के हो, सुकुम्बासीलाई कसरी स्थानान्तरण गर्न खोजेको थियो भनेर उसले प्रश्न भनिसकेको छ। भूमि सुधार आयोगसँग सम्झौता भएको थियो, उसको त्यो काठमाडौँसँग भएको सम्झौताको लेटर प्याडहरू पनि सबै छ। चुनाव जित्न यतिसम्म घटिया र नीच हरकत गरिरहेछ, किन गरिरहेछ बुझ्नु भएको छ? किनभने ऊ पावरबाट हट्न चाहँदैन। पावरबाट हट्ने बित्तिकै पत्ता साफ हुनेवाला छ। वर्षौँदेखिको अन्याय, अत्याचार, भ्रष्टाचार, कुराजनीति होइन, निरङ्कुशता सबैको कारणले ऊ चाहिँ भोलि जानेवाला छ, लम्बा जानेवाला छ जेल। त्यस कारणले हट्न चाहँदैन। यसपालि सबैले याद राख्नुहोस्, तपाईँ आफ्नो छोरीलाई 8 कक्षा फेलसँग बिहे गराइदिनुहुन्छ कि इन्जिनियर पढेको मान्छेलाई बिहे गराइदिनुहुन्छ, डक्टर पढेको मान्छेलाई बिहे गराइदिनुहुन्छ? यति भन्दै गर्दा 8 कक्षा फेल भन्ने गलत भनेको होइन। 8 कक्षा फेल चाहिँ ज्यान मारा छ, दुनियाँलाई चाहिँ मार्दै हिँड्छ, अनि त्यसलाई बिहे गराइदिनुहुन्छ? ल भन्नुहोस्, एउटा कर्मचारीले के उयो लिएर आयो, प्रोजेक्ट लिएर आयो, त्यसलाई अध्ययन गर्ने क्षमता छैन, ज्ञान छैन, त्यस्तो मान्छेलाई लानुहुन्छ टपमा? जसले बचपनदेखि नै मान्छे ढाल्दै आएको हो, यहाँसम्म आउँदा पनि ढालेको ढाली छ। बुझ्नुहोस्, 8 कक्षा फेल, 2टा किडनी फेल होइन, पूर्व पश्चिम रेल, 14 वर्ष जेल, थाहा होला नि सबै कुरा। प्लिज भोट चेन्ज गर्नुहोस्। यस्ता अपराधिक मनस्थिति भएका यस्ता अपराधीहरूलाई पत्ता साफ गराउनुपर्छ, सिद्ध्याउनुपर्छ भन्छु म। सोच्नु होला, राम्ररी बुझ्नु होला।